प्रतिबंधित लागू औषध सहित एक व्यक्ति पकड़ा। मोरङ जिल्लाको सुनवर्सी नगरपालिका वार्ड नम्बर 8 सिप्टीका निवासी अकमल मियालाई असार 9 गते अपराह्न 4 बजेको समयमा सुनवर्सी नगरपालिकाका वार्ड नम्बर 9 स्थित लक्ष्मी टोलमा पक्राउ गरिएको छ। अकमल मियाले आफ्नो मोटरसाइकलमा जसमा नम्बर प्लेट नलगाइएको सिप्टीबाट दाहिनेतर्फ आउँदै थिए। प्रहरीले मोटरसाइकललाई रोक्ने इसारा गरेपछि अकमल मियाले मोटरसाइकल फर्काएर भाग्न चाहेको थिए, जसबाट प्रहरीले शंका गर्दै उनलाई नियन्त्रण लियो। प्रहरीले अकमल मियाको जिउ, शरीर र मोटरसाइकलको खान तलासी गरे। त्यस क्रममा अकमल मियाले लगाएको कालो रङको जिन्स प्यान्टको दाहिने गोजीमा एक थान स्यामसङ ग्यालेक्सी S24 अल्ट्रा मोबाइल भेटियो। साथै उनको प्यान्टको पछाडि बायाँ गोजीभित्र लुकाइएको राखिएको एक सेतो प्लास्टिकको पोकाभित्र 47.75 ग्राम 47 ग्राम 750 मिलिग्राम प्लास्टिक सहितको खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पर्यो। प्रहरीले उनलाई पक्राउ गरेर आवश्यक कारबाही सुरु गरेका छन् र यो घटनामा थप अनुसन्धान भइरहेको छ। यस घटनामा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी गस्तीको प्रमुख भूमिका खेलेको छ। गस्ती टोलीको सतर्कता र निगरानीको कारण अकमल मियालाई लागू औषध सहित पक्राउ पर्न सफल भएको हो। प्रहरीले घटनास्थलमा पुगेर तत्काल कानुनी प्रक्रिया सुरु गरेको छ र यस प्रकारको घटनामा कडाइका साथ नियन्त्रण राख्ने कार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ। आवर प्रदेशको लागि पारस मण्डलको रिपोर्ट।